हेलो मेरे साथीहरू, गुड आफ्टरनुन। के छ, सन्चै आरामै हुनुहुन्छ होला पक्कै पनि। म पनि सन्चै आरामै छु। म आज यो भिडियो के जानकारी गराउनलाई बनाउँदैछु भनेपछि मैले फेसबुक युज गर्न लागेको झन्डै 15 वर्ष जति भइसक्यो होइन। त्यति नै भयो, 15 वर्ष जति भइसक्यो होइन। तपाईहरूले पनि युज गर्दै हुनुहुन्छ होला धेरै वर्षदेखि होइन। मैले युज गर्दै आउँदाखेरि चाहिँ केही दिन अघिबाट मैले फेसबुकमा भिडियोहरू होइन, फोटोहरू बेसी अपलोड गर्न थालेको थिएँ। बेसी अपलोड गर्न थाल्दापछि चाहिँ मेरो फेसबुकमा साथीहरू आज चाहिँ मैले चेक गर्दाखेरि चाहिँ $4 आएको छ साथीहरू। $4 म अचम्मै छु। कसरी आयो, कहाँबाट आयो त्यो त मलाई थाहा भएन। तर मैले अहिले चाहिँ चेक गर्दाखेरि चाहिँ मेरो $4.17 पैसा आएको छ क्या। कसरी आयो थाहै छैन होइन। तर मैले भिडियोहरू देख्ने गर्थेँ होइन, फेसबुकमा भिडियोहरू अपलोड गरेको देख्थेँ होइन। फेसबुकले पैसा दिन्छ होइन, काम गर्नुहोस्, काम गरेपछि फेसबुकले पैसा दिन्छ, मोनिटाइज हुन्छ भन्नेहरू भिडियोहरू चाहिँ मैले सधैँ हेर्ने गर्थेँ होइन। तर मलाई चाहिँ के लाग्थ्यो भने टाइम वेस्ट, यस्तो टाइम वेस्ट कसले गर्छ र होइन, झ्याउ मन्नु भन्ने खालको होइन। अनि मैले के सोचेँ भने हेरौँ त हामी पनि रेगुलर एउटा दुईवटा भिडियो होइन, कोही पनि त्यस्तो अब धेरै कलाकारी त छैन त्यस्तो केही अब स्पेसल बनाएर हाल्यो भने त्यही पनि होइन। एउटा दुईवटा पोस्टहरू चाहिँ मैले अपलोड गर्ने गर्थेँ होइन। फाइनली आज मैले चेक गरेको मेरो $4 आएको के साथीहरू। अनि मैले भने अनि बल्ल मलाई लाग्यो वाकई पैसा चाहिँ हरेक चिजमा रहेछ। मेन चिज भन्ने कुरा के छ भने उसले मेहनत गर्नुपर्ने रहेछ हरेक सेक्टरमा होइन। हामीले कुनै नोकरीमा होस्, कुनै सोसल नेटवर्कमा, कुनै ठाउँ पनि मेहनत यानि काम माग्दो रहेछ क्या हरेक चिजले। मलाई त $4 आयो। तपाईँहरूले काम गर्न जानुहोस्, तपाईँहरूले पनि सक्छ है।